रातका रातै परेछ आँसु घरको रहेछ त किन बाटो जान्छ जाने कस्तो छ हामी बिहा घर आइपुगिसक्यो हो छोरी चाहिँ यहीँ बोक्नु भनेर हक्कै लाग्यो साथीभाइहरू चाहिँ यहाँ अगाडि हतारपट्टि छ स्पिडमा छ चाहिँ बिहा घर आइपुग्यो लेडिज बार छ लाउनु पर्छ जहिले अब के भयो हामी खाना पकाउनेमा ड्युटी दिइरहेको छ त्यसै लगाएको त्यो खाना पकाउने गाई लगाएर हुन्छ सबैलाई है आज हाम्रो लाई लिएर आइसकेका छौँ र हाम्रा सिलिमाङमा जति पनि आउनुहुन्छ र यहाँ विशेष यस शुभ कार्यमा उपस्थित हुने जति पनि हाम्रा अतिथिगण हुनुहुन्छ हजुरहरू सम्पूर्णलाई हामी सिली टोली न्यानो अभिवादन टक्राउँदछौँ र यस भेगका देवी देवता नाग नगिरी सिली टोलीद्वारा सम्पूर्ण प्रकृति धरती आकाश शून्यमा पारहाङ सबैलाई सम्झेर सबैको निम्ति फलबिन्ती माग्दै र आजको यो शुभ लगनलाई सफल होस् भन्दै हाम्रो सिली टोलीद्वारा हजुरहरू समक्ष प्रदर्शन गरिरहेको छ र सिली टोलीद्वारा धेरैवटा कार्यक्रम हाम्रो साथमा आज रहनेछ र विशेष यो सर्वप्रथम हजुरहरू समक्ष चलिरहेको माङसिल्ली अनि हाङसिल्ली र विशेष यसका हाम्रा साङ्गुरा कृष्ण मेवाङजी हुनुहुन्छ भने हाम्रा ढोलमा हुनुहुन्छ हाम्रा निचा सुशील राई अनि निचा छेत्री राई यसै गरी मेरो सिली टोलीमा मसिना भाइ बहिनीहरू हुनुहुन्छ र हजुरलाई म बिस्तारै उहाँको परिचय दिनेछु अहिले स्कुल खेलाउने सिन्धी सर्वप्रथम प्रारम्भिक सिन्धी स्कुल खेलाउने सिन्धी हजुरहरूको समक्ष प्रस्तुत भइरहेको छ र अन्नलाई लिइसकेपछि स्कुल गरेर सफा गरिने चलन पुरातन छ र यो चलनलाई हजुर समक्ष हाम्रो
हजुर लड्दै राम्रो खिच्नु त्यो भोलि भरे एकछिन त्यो भरे ब्लगमा भोलि त्यो एकछिन भने मिन्चिका म जान्छु नि एकछिनबाट हेत बस न भोलिसम्म जानुपर्छ ल मार्छु एकछिन सम्पूर्ण जति पनि हाम्रा जन्तीबाट आउनुभएका महानुभाव हुन्छ हजुर सम्पूर्णलाई यस देवना थानमा केही छन् कि हजुरलाई यहाँ पूजा अर्चनाको निम्ति पूजाको निम्ति हामी यहाँबाट निम्ताउँछौँ र हाम्रा आजका रहेछ नि बिहा चाहिँ दिउँसै रात परेको जस्तो भयो टाइम चाहिँ अहिले 12 मात्रै बज्दैछ रात परेको जस्तो रात चिनी चाटी चाटी खाइदिएको कस्तो रहेछ जन्तीहरू चाहिँ नखाइ आफिसक्यो यहाँ यहाँ के त यहाँ परिदिहरू बिहा आएको बिहा चाहिँ कम्ती छ नि त बत्ती नभएर हाम्रोतिर बत्ती थिएन अरे हाम्रोतिर थियो त अन्त हाम्रो गाउँमा हजुरको प्रतीक्षालाई झऱ्यो कस्तो पनि एकपल्ट हामी यस देवना थानमा गाजीलाई अब हुँदैछ चाहन्छु र यसरी त्यसपश्चात हामी आजको यस कार्यक्रमलाई अगाडि बढाउँदै हाम्रा मण्डप लड्छ नानी र हाम्रो मण्डपमा खटिने हाम्रो भाइहरू लड्छ नानी मण्डपको भाइहरूलाई पनि हामी यहाँ निम्ताउँछौँ किनकि हाम्रो साथमा सधैँ कम भएको हामी बिराती आफन्त भेट्ने आफन्तजनलाई इज्जत गर्ने मान मर्यादा हामी बिराती र जहाँ पनि भेट्छौँ हामी यसरी नै आफन्तलाई सम्झि सम्झिनेदेखि लिएर हरेक जग्गा हामी यसरी नै सेवा गरेर यसको साथसाथै हामी आजको पूर्णिको कार्यक्रमलाई अघि बढाउँछौँ यो आफन्त भेट्ने सिन्धी हजुर त्यसबाट हामी जहिले पनि